नमस्ते, म सागर आले। फर्स्ट टाइम आज म यहाँ रेकर्डिङ स्टुडियोमा आइरहेको छु होइन, एकदमै एक्साइटेड छु। फर्स्ट टाइम मेरो पहिलो गीत नै भन्नुपर्छ। आज पहिलो गीत रेकर्ड गर्न आइरहेको छु, एकदम एक्साइटेड छु। कस्तो हुन्छ भित्र गएर होइन, कस्तो गाउन सक्छु त्यो हेरौँ, भित्र गएर थाहा हुन्छ। र यो गीतको बारेमा भन्नुपर्दा चाहिँ एउटा टिपिकल एउटा हुन्छ नि फोल्क टाइपको छ होइन। यसलाई चाहिँ हामीले एउटा यो युनिक पारामा गर्दैछौँ भन्नाले एउटा रक प्याटर्नमा गर्दैछौँ यसलाई चाहिँ। अब कस्तो फिडब्याक आउँछ त्यो पछि नै हेर्नुपर्छ। र यो गीतमा चाहिँ सङ्गीत र शब्द चाहिँ हाम्रो दाइ मनोज थापा मगर दाइले दिनुभएको छ र यसको एरेन्जमेन्ट चाहिँ हाम्रो गोपाल र शैली दाइले गर्नुभएको र यसमा भोकल चाहिँ मेरो छ। हे पल्ला घरकी कान्छी नानी, हे पल्ला घरकी कान्छी नानी, मुस्कुराउँछु लाजै नमानी। यो गीतको बारेमा भन्नुपर्दा चाहिँ जस्ट रमाइलो एउटा मोमेन्ट छ भनौँ न। 5 वर्ष अगाडि, लगभग 5 वर्ष अगाडि चाहिँ बनेको हो यो गीत। मैले लेखेको थिएँ त्यतिखेर नै लेख्दै ट्युनिङ पनि त्यतिखेर गरेको थिएँ मैले। यो गीतको चाहिँ निकै लामो एउटा कथा छ भनौँ न। पहिला पनि रेकर्ड गर्ने भनेर 2-3 चोटि एरेन्जमेन्ट पनि भइसकेको गाना हो। एरेन्ज गर्दै फेरि होइन के नमिली सायद सागरलाई जुराएको थियो होला यो गीत सायद होइन। अनि अब आशा छ यो गीत राम्रो हुन्छ। एकदमै हाम्रो म्युजिक प्रड्युस गर्नुभएको छ चाहिँ हाम्रो एकदमै वान अफ द मोस्ट ट्यालेन्टेड म्युजिक प्रड्युसर गोपाल र शैली दाइ हुनुहुन्छ। उहाँले चाहिँ एरेन्जमेन्ट गरिदिनु भएको छ, एकदमै हेभी गरिदिनु भएको छ। एकदम उसलाई स्टेजमा चाहिँ एकदमै पर्फर्म गर्ने टाइपको चाहिँ हामीले गरेको छौँ। एकदम लोक बेसमा हो कम्पोजिसन चाहिँ भन्नुपर्दा लोक बेसमा छ, तर हामीले यसलाई अलिकति फरक तरिकाले चाहिँ प्रेजेन्ट गर्ने कोसिस गरेका छौँ। आशा छ यहाँहरूले मन पराउनु हुनेछ। अनि अर्को कुरा के भने गीतको केसमा चाहिँ त्यही भने मैले अब त्यो अलिकति रोमान्टिक नम्बर हो यो होइन। रोमान्टिक नम्बर पनि कस्तो टाइपको भन्दाखेरि चाहिँ यो अलिकति अहिलेको जेनेरेसनको लेडिजहरू कस्तो हुन्छ उनीहरूको चाहिँ एउटा बिहेभियर, उनीहरूको चाहिँ एउटा नेचरलाई चाहिँ यो गीतमा मैले प्रस्तुत गर्न खोजेँ हो होइन। अलिकति केटाहरूलाई नै जिस्काइदिने टाइपको क्यारेक्टर भनौँ न। केटीको चाहिँ त्यो टाइपको अहिलेको यङ स्टारहरू चाहिँ हामीले यो एउटा पात्र छ भनौँ न। यो गीतमा चाहिँ निकै नै राम्रो छ, सिम्पल छ, थोरै छ शब्दहरू, तर जस राम्रो छ भनौँ। आशा छ यहाँहरूले राम्रोसँग मन पराइदिनुहुन्छ। योभन्दा अगाडि पनि सागरले कति ठाउँमा त थोरै टुक्रा त गुनगुनाइसकेको छ। आज हामी चाहिँ फाइनल्ली रेकर्ड गर्न गइरहेछौँ। यसको गरौँ होइन, आज राम्रै हुन्छ। चाँडै नै आउँदैछ, भिडियो पनि चाँडै नै हुँदैछ। यसको तिहारभन्दा पछाडि फाल्छ होला हामीले है। तिहारभन्दा पछाडि लगभग भिडियोहरू पनि फाल्छौँ हामीले चाहिँ। आज चाहिँ फाइनल्ली भोकल चाहिँ हामीले सघाउँछौँ। त्यसको नि कार्य एकदमै व्यस्त भएको कारणले गर्दा चाहिँ अलिअलि टाइमिङ चाहिँ नमिलेको हो, नत्र हामीले अस्ति नै सकिसक्थ्यौँ होला सायद होइन। र होप छ सबैजनाले मन पराइदिनु हुनेछ है। र राम्रो लागे राम्रो भनिदिनु होला, नराम्रो लाग्यो भने पनि राम्रो तरिकाले फिडब्याक दिनु होला, राम्रो तरिकाले भनिदिनु होला। कहाँ सुधार्नुपर्छ है, अवश्य नै म सुधार्नेछु। थ्याङ्क यू, लभ यु अल। थ्याङ्क यू। हे पल्ला घरकी कान्छी नानी, हे पल्ला घरकी कान्छी नानी, हे पल्ला घरकी कान्छी नानी, मुस्कुराउँछु लाजै नमानी।
कहिले त चाहनामै कहिले त बहानामै कहिले त चाहनामै कहिले त बहानामै अलि 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 गर्दै मस्किँदै आउँछु छुमै सागरको पहिलो रेकर्डिङ है यो स्टुडियोमा पहिलोचोटि चाहिँ नयाँ एक्सपिरियन्स पनि नयाँ यो पहिलो नै हो नि होइन र एकदमै मेरो यो स्टुडियो एकदमै नयाँ हो होइन रेकर्डिङ पनि मेरो नयाँ हो एकदमै खुसी लाग्यो होइन सबै दाइहरू एकदमै मिलनसार होइन एकदमै राम्रो तरिकाले सिकाएर होइन गाउन लगाउनु भएको छ र गीत पनि राम्रै भएको जस्तो लाग्छ होइन मैले आफ्नो जति सक्छु त्यति दिएको छु होइन अब हेरौँ बाहिर निस्केपछि कस्तो आउँछ फिडब्याक होइन एकदमै अब आज चाहिँ जे गरेँ होइन आफूमा जे काम गर्छ आफूमा सन्तुष्ट हुनुपर्छ भन्छन् होइन म चाहिँ एकदमै सन्तुष्ट छु होइन र तपाईँहरूलाई पनि सन्तुष्ट पार्ने कोसिस गरेको छु अब लेट्स सी तपाईँहरूलाई कस्तो लाग्छ भिडियो कहिलेसम्ममा आउँछ भिडियो मेरो यो चाँडै नै आउँथ्यो होइन आज रेकर्डिङ भयो र कार्य व्यस्तताको कारणले गर्दा चाहिँ अलिकति ढिलो हुन्छ कि जस्तो भएको छ मैले चाहिँ तिहार अगाडि नै फाल्ने कोसिस गरिरहेको थिएँ होइन र अब ठ्याक्कै मेरो टुर परेको हुनाले चाहिँ ठ्याक्क म अब तिहारमा चाहिँ टुरमा गएर चाहिँ कन्सर्टको लागि गएर फर्केर आएपछि ठ्याक्कै तिहार पछि चाहिँ यो रिलिज हुन्छ चाँडै नै जति सक्छु मैले मेरो दिएको छु होइन अब लाग्छ आश छ र सबैजनाले मन पनि पराइदिनुहुन्छ यो चाहिँ फर्स्ट यो मेरै गीत हो होइन हेरौँ कतिजनाले मन पराउनुहुन्छ यदि राम्रो लागेन भने पनि राम्रो तरिकाले भनिदिनु होला हस् थ्याङ्क यू लभ यु अल